ल हामी चाहिँ गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले पेम्बर्ग भन्ने ठाउँमा चाहिँ छु। यो चाहिँ हाम्रो काकाको घर हो, शिवदास काकाको घर। अनि यहाँ यस्तो छ भिडियो। यो ठाउँ चाहिँ मान्छेहरू आयो। यसलाई त नानी यो 4 o'clock भन्छ, 4 बजे फुल्दै है। 4 बजे अहिले फुल्छ अरे यसलाई। यसलाई केन गर्नुपर्छ नानी, लाखी छोड्नु अहिले एउटा कुनामा, अनि स्प्रिङमा अनि यसलाई एउटा गमलामा जमाउनु। छ्यामले यो टिप्न लाग्नु भएको छ होइन? यो त अब कामै छ नि नानी। अब जाल अगाडि पनि थप्ने यहाँ एउटा मात्रै कलर छ। तर कति लाउँदा बस्यो भने बसिहाल्यो। ठुलो मान्छे खोर्सानी खाने त अब भित्र राख्नलाई बोट लानु भनेर कि अर्को साललाई आउँदैन नि पाएँ नि। यिनीहरू के गर्ने नि सबै काटिदिने, फल्न दिने एकछिन है, फलेर खानु अनि सट्ट सट्ट काटिदिनु। यति मात्रै राख्नु के, एक दुईवटा हाँगा मात्रै बढी। अनि के गर्नु नि, अनि त्यसपछि मन उनीहरूले त्यत्रो गरिसकेको छ थ्रुको होइन। अनि मैले पढेको थिएँ म त्यसमा पढेँ। हाम्रो त पनि बुझाएर नि खाने बाबु सबै आधासम्म जाने हो। अर्को एकजना चाहिँ मैले त नाम बोजी के गर्नु भएको? के गर्नु भयो? साग केलाउनु भयो? नजाने मान्छे किन होला? नजाने मान्छे त सँगै खानु हामीसँग छ्यामाले मिठो मिठो बनाएर। थ्याङ्क यू छ्यामा, तपाईँलाई धेरै धेरै धन्यवाद। यत्रो दुःख गरिदिनु भयो, तपाईँहरू थाक्नुहुन्छ अब भोलि होइन। थ्याङ्क यू सो मच छ्यामा काका, छ्यामालाई हामीलाई यस्तो गरिदिनु भयो। हजुर थ्याङ्क यू। अलिकति खाने भयो? छ्यामाले बनाउनु भएको दही बुढी घेरला छुटी हो कि मेरो चाहिँ बाबुको जुस खोइ त। मैले खानु पर्यो खानु खानु मिठो अर्गानिक यस्तो अब यहाँ खानाको लागि भने फर्केर आउँछ जस्तो भइसक्यो। मिठो अर्गानिक यस्तो अब यहाँ खानाको लागि भने फर्केर आउँछ जस्तो भइसक्यो। क्रस गर्यो? के गर्यो? क्लोज गर्यो? कहाँ क्लोज गर्ने? तिमीले ओपनै राखेको चाहिँ यहाँ। यो यसरी क्लोज गर्नुपर्छ। ल आउनुहोस् उता जाऊ। अच्छी भएन भएन। यो छ्यामाहरूको ब्याकयार्ड। यताबाट जाने जाने यताबाट। कति राम्रो फुल फुलेको कि।
खोर्सानी यता म खेल्ने हजुर ज्यानकै गेस गर्दैन के पुरा त त्यही बोल्दै त म त गाउँतिर नि गएको छु ताक्लुङतिर ताक्लुङ नि पुगेछु म त ताक्लुङ रोटी पठाएर डिसाइड गरेको उहाँ गोर्खामा नेपाल काम पर्यो भने होइन भने काम पर्यो जेठानै गऱ्यो भने खाने त अलिकति खाने भयो छ्यामाले बनाउनु भएको दही बोडी घेरला छुटी हो कि मेरो चाहिँ च्वाइस बाबुको जुस खोइ त मैले खानु पर्यो खानु खानु मोमो भात खाँदै यो त नानी 4 o'clock भन्छ 4 बजे फुल्दै है 4 बजे अलि फुल्छ अरे यसलाई केन गर्नुपर्छ नानी राखिसक्नु अहिले एउटा कुनामा अनि स्प्रिङमा अनि यसलाई एउटा गमलामा जमाउनु जो तेनु धूप लगे आवे तुम्हें छाँव बन जावा तेरी खुशियों के खातिर खुशी भन्दा बढी पाउनु पर्ने के छ यति भए पुग्छ हामीसँग जे छ यस्तै दिन सधैँभरि रहिरहोस् माग्छु बसी त्यो फुलेको फुलहरूलाई चुडाएर शिरमा सजाउनु भन्दा बोटमै सजिएको राम्रो देखिन्छ फुल मैं चाहता हूँ तू हमेशा खुश रहे कोई भी गम तेरे हिस्से में ना आए अगर जरूरी हो गम तो रब मुझे दे दे मेरे हिस्से की सारी खुशी सब पानी हाल्यो बोजेले त दुधैमा त पानी हालेर खाइदियो जुनले कराउँछ पानी धेरै नखा भनेर भने पानी धेरै खान्छ पानी धेरै खाएर भुँडी ठुलो हुन्छ भन्छ बोजेले भिडियो पानी पानी भाइरस हेलो गाइज हामी चाहिँ आज मिना छ्यामाको घरबाट फर्किँदा फ्रिडा पेट्स के अरे केट हो रे पेम्ब्रोकबाट हामी घर फर्किँदैछौँ है बाबु बाबु यता हेर न छोरा बाबु सुतेको हो यो ओ हेर न भनेको कस्तो भयो तिमीहरूलाई ट्रिप बाई बाई